आज तपाईँको लागि एउटा पुरानो मुभी लिएर आएको छु जसको फ्रेन्चाइजिस हो यो मुभी। यसको मुभी तपाईँले पहिला पनि हेर्नुभएको होला, धमाल, धमाल 1, धमाल 2, धमाल 3, अब धमाल 4 आएछ। मुभी भनेको पुरानै मास कमेडी मसालामा छ बेस्ट एन्ड पुरानै स्टोरीलाई रिपिटिङ गर्दै आएको छ, जो खजाना खोज र खजाना ढुन्ने त्यही WH वाला स्टोरिज त्यहीहरू हो। तर यसमा योपालि क्यारेक्टरहरू बढी इन्क्लुड गरिएको छ र क्यारेक्टर बढी इन्क्लुड गरेपछि तपाईँले यो मास मसाला पनि हेर्न एकदमै एक्साइटिङ लाग्छ। प्लस यसमा तपाईँको एआई फिचर्सहरूको पनि युज गरेको छ, जो आजकल हरेक मुभीमा युज गरिरहेको छ बिस्तारै बिस्तारै। सो यसमा तपाईँले धेरै आर्टिफिसियल एआईको पनि हेर्न मिल्छ। सो एक्सप्लेन गरौँ। सुरु तपाईँले हेर्नुहुन्छ यसमा लिड रोल भनेको सबभन्दा बढी हेराइएको हाम्रो अजय देवगनको, जुन धमाल 3 मा पनि हुनुहुन्थ्यो। प्लस बाँकी हाम्रो जुन धमालदेखि आउनुभएछ अजत बासी र उहाँहरू हुनुहुन्छ यसमा। सो यो मुभी भनेको एकदमै बेस्ट एन्ड कमेडी मुभी हुने हो। तर कतै कतै डिसपोइन्ट पनि यसमा तपाईँले भोजपुरी फिल्मको रवि किसनलाई पनि हेर्न मिल्छ, जो लुटेरे र खजाना गरी सेममा हुनुहुन्छ। मुभीको एकदमै इपिक टाइपको र यो सुटिङ्सहरू जुन डिफ्रेन्ट टाइपको डिफ्रेन्ट वे गइरहेको छ, एनिमल्सको गरिरहेको छ, त्यो सबै एकदमै बेस्ट एडभेन्चरस दिन्छ। त्यो बेग्लै टाइपको सिनेमेटिक गुम्स पनि दिन्छ, क्रिन्ची पनि लाग्छ। गुस सरी टु पर्सनाउन्सिएसन, इट्स अ मिस्टेक। सो मुभी भनेको एकदमै तपाईँको बेस्ट फिल हुन्छ। तर कतै कतै हामीले त्यो जुन धमालको जुन एपिकिस्टटी थियो, डायलग्स थियो, त्यो यसमा मिसिङ हुन्छ क्या। ट्रेलर हेर्दा तपाईँले त एकदमै ओभर रेटिङ कमेडी एन्ड एक्टिङ बेस्ट लाग्ला, तर एकदमै तपाईँले एक मास मुभी फ्रेन्चाइजेस भएर हेर्न सक्नुहुन्छ भने मुभी एकदमै बेस्ट हो, हेर्नुहोस्, बेस्ट पनि लाग्ला तपाईँलाई। तर पुरानो कुराहरूलाई बलिउडले त्यही कुराहरूले जुराएको छ, मात्र क्यारेक्टर र सिन्स दिएर हुँदैन, स्टोरी बेस लाइन पनि राम्रो हुनु पर्यो। जस्तो भूतहरूकै सिन दिएछन्, सो एकदमै एक्स्ट्रा एडिङ सिस्टम भयो मुभीको के। तर मुभी भनेको एकदमै स्टोरी बेस लाइनमा हुनु पर्यो, मात्र कमेडी एन्ड मास मसाला र पुरानै स्क्रिप्टलाई रिसाइकल गरेर प्रेजेन्टेसन गर्दैन, एकदमै अनरियलिस्टिक फिल हुन्छ। सो मुभी आफैमा एकदमै अनकम्फर्टेबली अन स्ट्रेट लाइन हुन्छ, किनकि धेरै एक्टरलाई लिएर त्यो कमेडी मास मसाला म्यानेज गर्नुपर्ने एकदमै हार्डवर्क र आफ्नो टाइपमा एकदमै भनौँ भने धेरै कम्पिटिसन हुन्छ। सो बब्बाल एन्ड बवाल भन्न पनि मिल्दैन, किनकि मुभीको एकदमै इभेन्ट्स एन्ड पोइन्ट्सहरू हेऱ्यो भने एकदम तपाईँको हार्ड एन्ड क्रिन्ची जस्तो छ, एकदमै सिन्सहरू एक्ज्यागुलेटेड छ। एआई फिलिङ हुन्छ यसमा, एआई फिलिङ ड्रप हुन्छ। त्यसपछि तपाईँले यसमा कतै एआई जस्तो फिल पनि हुन्छ मुभी हेर्दा। सो मुभीले आफ्नो एकदमै बेग्लै टाइपको भाइब दिन्छ, सो भन्न सकिन्छ। एन्ड एआईको फिल्ड भएर एउटा गाडी छ, किनकि अहिले सबै कुरालाई आर्टिफिसियली डिजाइन गरेपछि तपाईँले त्यो पुरानो जुन यसको फ्रेन्चाइजेस फर्स्ट पार्ट थियो त्यो फिल दिँदैन कि। सो एक्चुअली सेकेन्ड एन्ड थर्ड पनि केही खास थिएन, तर एकदम आफ्नो लेभलमा एउटा बेस्ट गरेको थियो। सेकेन्ड त जस्ट मलाई वर्स्ट लागेको थियो, तर थर्ड आफ्नो लेभलमा एउटा बेस्ट अथी गरेको थियो। जस्तो सुनिल सेट्टी एन्ड माधुरीको एउटा कम्बिनेसन बेग्लै थियो। सो त्यो कम्बिनेसन यसमा फेरि त्यो हेर्न पाउँदैन, किनकि यसमा अब उहाँहरू क्यारेक्टर हुनुहुन्न। प्लस त्यसपछि यसको मुभीको मसाला एन्ड जुन क्रिन्ची टाइपको रोल्सहरू छन्, सो त्यो एकदमै कम्बिनेसन फिल हुँदैन कि मुभी हेर्दा। सो मुभी भनेको एकदमै आफैमा धेरै कम्प्लिकेटेड छ। सो अब रिलिज भएपछि थाहा हुन्छ कि यसको मुभीको भनेको कन्सेप्ट र स्टोरी के रहेछ, बेस्ट अफ सिनेमेटिक के को आधारमा बनाइएको छ, यस्तो त थाहा भइहाल्यो। जस्तो खजाना ढुन्नेहरू कुराहरू त्यो सेम स्ट्रेट लाइन स्टोरी भयो। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड सी यू नेक्स्ट भिडियो।